Hello, good morning, friends. Welcome to my channel. And आज चाहिँ हजुरहरूलाई हालत धेरै लागिरहेको होला कि म भर्खर उठिरहेको एन्ड आजको मेरो भिडियोको टपिक छ डे इन माई लाइफ। आज मैले दिनभरि के गर्छु म हजुरहरूलाई सब देखाउँछु कि मेरो काम खासै केही त हुँदैन, त्यही पनि लेट्स सी। र म अझै पनि बिस्तारामै छु, 7 बजिसक्यो, सबैजना उठिसक्यो र म भर्खर उठ्दैछु बिकज आज छुट्टी छ। एन्ड म अब जान्छु, म जुनभित्रै छु अझै पनि। म मेरो विन्डोबाट यस्तो राम्रो भ्यू देखिन्छ कि हामीले टल्केर केही पनि देखिएन। अनि म पहिला सबैभन्दा सुरुमा म बिस्तारै मिलाउँछु, अनि एउटा काम सकिहाल्छ अनि त्यसपछि तल जान्छु, पानी खान्छु। ओके, यहाँ भाइ सुतेको थियो र यस्तो हालत गराएर छोडेर बिस्ताराको म यो मिलाउँछु अनि आफ्नो बेड मिलाउँछु अनि त्यसपछि म तल जान्छु। ओके लेट्स सी, म बेड मिलाएपछि भेट्छु। यस्तो गर्मीमा पनि मेरो भाइ ब्ल्याङ्केट चाहिँ यो पटाउन गएर मलाई राति हुँदा जाडो हुन्छ एकदमै। ओके, मैले चाहिँ बिस्तारा मिलाइसकेँ, बिस्तारा मिलाएँ, भाइको पनि मिलाइदिएँ अनि आफ्नो पनि मिलाएँ। यो झुलले गर्दा राम्ररी बिस्तारा मिलाउनु त्यति दुखाउँछ। एन्ड अरू सरसफाइ चाहिँ मैले हिजै गरेर आइसकेको थिएँ। अब जाऊँ तल। लेट्स मिट विथ माई मम्मी एन्ड बाबा एन्ड भाइ आमा सबै हुनुहुन्छ तल। पहिला चाहिँ म कपाल मिलाउँछु, यस्तो भयो। ओके लेट्स गो, तल जाऊँ। अब फेरि चाहिँ भन्नु पऱ्यो यस्तो गर्छौँ झुम्रो तल जाऊँ, पानी खाऊँ। अब हेरौँ को के गरिरहेछ। म तल आइसकेँ एन्ड यहाँ सबैजना आफ्नो काममा। मम्मीले झाडु के अरे हेलो भन्नु न पहिला, एन्ड यहाँ भाइ छ, बाबा बाथरुममा नुहाउन जानुभयो अनि मौका पारेर बाबाको मोबाइल ट्याप पारेर हेलो भन्न। आमा यहाँ हुनुहुन्छ अनि पानी खाइराख्नु। खै आमा कता जानुभयो? आमा आयो भन्नु न, हेलो भन्नु न, हेलो भन्नु न, हेलो। ओके, अब म चाहिँ पानी खान्छु अनि चिया पनि खान मनलाई खान्छु, नत्र खान्न। एन्ड म पानी नै कि गर्मी भयो चिसो पानी। बिहान बिहान पानी खान एकदमै गुड ह्याबिट हो, सो खानुपर्छ। हजुरहरूले नि खानु होला। यही कुरामा भिडियोलाई लाइक सब्सक्राइब गरिदिनु होला। ओके, अब मेरो बिहानको रुटिन यति नै हो। मैले के गरौँ, पानी खाइसकेपछि मेरो काम भ्याइयो। मम्मीले काम गर्दै हुन्छ, म एकदम अल्छी छु। मम्मी के गर्ने, आज केही हेल्प गरिदिन्छु हजुरलाई। हेल्प गरिदिन्छु। आज गऱ्यो भने छोरीले खाना बनाएन भने मैले चाहिँ अरू काम गर्थेँ। आज छुट्टी छ, सरसफाइ यताउता। हस् ओके, आज मैले एकदम मिठो मिठो खाना बनाउँछु होइन। दिउँसो चटपटे बनाउने प्लान मेरो दिमागमा अहिले आइसक्यो। ओके लेट्स सी, अब खाना बनाएको हेर। म नुहाउँछु, बाबा बाथरुमबाट निस्किसकेपछि म नुहाउँछु अनि त्यसपछि गरौँला केही काम। ओके फ्रेन्ड्स, मैले चाहिँ अहिले स्याउ खान थालेँ, पानी खाएँ एन्ड स्याउ खान्छु। एप्पल किप्स त डक्टरमै खाएँ, अहिले हो यो स्याउ खानुपर्छ। बिहान बिहानै भोक कसलाई लाग्छ, मलाई लाग्छ। मलाई भोक लागेर हुनै नपाउँदै भोक लाग्छ। स्याउ खान्छु अनि मलाई नुहाउँछु। न त भोक लागेको बेलामा मलाई गयो भने दले पनि के गर्ने।
फ्रेन्ड्स मम्मीले मलाई फेरि म नुहाउन जान्छु भनेको मलाई फेरि काम हराइदिनु भयो। घुर बढाएर अनि पोछा लानु बल्ल नुहाएँ अरे। ओके अब मम्मीले हराइसकेपछि नाइ भन्न त भएन। म अब घुर बढार्छु, पोछा लाउँछु अनि बल्ल नुहाउन जान्छु। म एकदम पसिनै पसिना भयो यति घुर बढार्दा पनि। ओके म अब नुहाएपछि भेट्छु, घुर बढाएपछि। अनि फ्रेन्ड्स मैले मम्मीले दिएको काम भ्याएँ, सकिसकेँ। अब हेरौँ अनि बसेँ मैले। अनि अब हेरौँ है मम्मीले के गरिराख्नु भयो, माथि सफा गर्नु जानुभएको। मम्मी ओके मम्मी वाह धमा धुस्ला रे मकै थियो गल्दीभरि, यो सब सफा गर्नुपर्छ मम्मी। सुपर वुमेन। मम्मीले मेरो कोठा पनि चिटिक्क पारिदिनु भयो होइन। मैले चिटिक्कै हिजै पारिसकेँ, अलिअलि घुर बढाइदिनु भएछ त्यति हो। अनि यो चाहिँ यो बोराको के हो भन्नु होला, साइन्स लिएको मान्छे हो। यसमा 11 को बुक कपी मात्र छ, अझ 12 को त अझै बाँकी नै पढ्दै हो। 12 मा त्यसपछि 2 बुक कपी हुन्छ। मेरो हालत खराब छ, मेरो हालत खराब छ खराब। मैले अझै नोट लेख्न अनि भोलिदेखि टेस्ट पनि छ, मैले पढेको पनि छैन, के गर्नु। अब चाहिँ म नुहाउँछु भनेर अघिनाबाट भनिराखेको, तर बल्ल मेरो नुहाउने पालो आयो। मम्मीले मलाई काम हराएको गरेर एकछिन सुख दिनुभएको थिएन। अनि मैले मेरो दराज खोलेँ, यहाँ कुर्ता सुरुवाल साडी बाहेक अरू केही पनि भेट्दिनँ मेरो। मैले लाउँदै त्यही पनि धेरै कुर्ता सुरुवाल साडी मात्र। मैले कपडा निकाल्छु अनि नुहाउँछु। ओके गाइस, ओके मैले कपडा निकालिसकेँ। मैले यो लगाउँछु अझ माथि यो टी सर्ट। फ्रेन्ड्स म चाहिँ नुहाएर आइसकेँ एन्ड अब केही पनि काम छैन। म एकछिन रेस्ट गर्छु, बिहानभरि काम गरेर थाकिसकेँ। नुहाएँ, फ्रेस भएँ अनि एकछिन रेस्ट गर्छु। अब अझै खाना पाकेको छैन, 10 बज्न आइसक्यो। भात बसाल्दै राख्छु खाना खाने। अन्त आज चाहिँ मलाई मेहन्दी लगाउनु मन लाग्यो अनि म खाना खाएर चाहिँ जान्छु मेहन्दी लिन। अनि त्यसपछि मैले हजुरहरूलाई मेहन्दी लगाएको पनि देखाउँछु। ओके फ्रेन्ड्स मैले खाना खाएँ, भर्खरै खाना खाएर भ्याएँ। 11:30 बजे। आज बहुत ढिलो भयो खाना खान। अब के गर्नु, मलाई अब त्यस्तो खासै केही काम छैन, दिनभरि यतिकै बस्ने हो। अनि मलाई बुक लिन 4-5 वटा, म बाबालाई भन्छु अनि ल्याइदिनुहुन्छ होला सायद, कि म पनि जान्छु लिन। ओके फ्रेन्ड्स मैले मेहन्दी लिएर आएँ। अब मैले मेहन्दी लगाउँछु, हल्का लाग्छ देखाउँछु आफ्नो हातमा, आफै लाउँछु। मैले मेहन्दी लगाएपछि देखाउँछु यता हजुरहरूलाई मेरो मैले कस्तो लगाउँछु मेहन्दी, हातमा कस्तो देखिन्छ। ओके सबैजनालाई लगाएर सुरुमा त लगाउन भनेको थिएँ। अनि आज साउनको पनि कति 10 गते हो, आजसम्म लगाएको थिएन साउनको 10 गतेसम्म। अनि सबैले लगाएको देखेँ, साथीहरूले लगाएको थिएँ, सो मलाई लगाउनु मन लाग्यो। त्यही भएर मैले भर्खर गएर भाइसँग गएर अनि मेहन्दी लिएर आएँ। अब लगाउँछ अनि लगाएपछि म हजुरहरूलाई देखाउँछु के कस्तो हुन्छ। फ्रेन्ड्स मैले मेहन्दी लगाएर भ्याइसकेँ। ओके लेट्स सी द रिजल्ट। मैले यो पी अल्फाबेटवाला बनाउन खोजेको कस्तो भयो, एक्सपेक्टेसन भर्सेस रियालिटी कस्तो भयो, खासै राम्रो भएन, बट ठिकै छ। हजुरहरूलाई कस्तो लाग्यो कमेन्टमा भनिदिनुहोस् है। ओके अब चाहिँ यस्तरी टाइम पास गरेर भएन, मेरो टेस्ट आउँदैछ, सो म पढ्छु एकैछिन, लाइक 1-2 घन्टा पढ्नु पऱ्यो। ओके फ्रेन्ड्स मैले चाहिँ 1 घन्टा पढेँ टोटली। एक्जाम टेस्ट छ, पढ्नु पऱ्यो, एक्जाम आउन थाल्यो, सो 1 घन्टा पढ्यो। अब चाहिँ म कपी बनाएर राख्छु अनि अब नास्ता
र भएको 3 बजिसक्यो। अब चाहिँ 3 बजिसक्यो। म तल जान्छु, मम्मी घरमा के गर्नु छ। भोक लाग्यो मेरो मेहन्दी यस्तो भयो। मैले धोइसकेँ मेरो मेहन्दी। फ्रेन्ड्स, म चाहिँ माथिबाट झऱ्यो अनि त्यसपछि मलाई निन्द्रा लाग्यो अनि त्यसपछि म सुतेँ एकैछिन आधी घन्टा जति। अनि मैले अहिले चटपटे बनाउँदैछु। चटपटे एकदम मिठो मिठो पिरो पिरो चटपटे बनाउँदैछु। प्लेट बनाइसकेपछि अनि नास्ता खान्छु, त्यसपछि फेरि पढ्नुपर्छ। आज मैले धेरै बेर पढेँ कि होइन, लाइक 1-1.5 घन्टा पढेँ। नास्ता खाइसकेपछि फेरि मेरो स्टडी सेसन सुरु हुन्छ। फ्रेन्ड्स, चटपटे रेडी भयो खानालाई। ओके नाइस, प्लीज मुझे लाइट दिला दो। ओके तो पहला फ्रूट का रोल हुआ हमारा लाइट पर पहले में मुझे मिजिटर मिल गया जो कि पार्टी। फ्रेन्ड्स, हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट अनि मेरो युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। ओके, आजको लागि बाई बाई।